एन्ड वेलकम ब्याक टु माई च्यानल है। आजको भ्लग चाहिँ थोरै एडिटिङ हानेर बनाउनेवाला छु, किनभने यसमा अलिक बढी टाइम दिनेवाला छु। किनभने आज मैले त्यत्तिकै भ्लग बनाइरहेको छु, किनभने मसित कुनै कन्टेन्ट छैन, कुनै केही छैन है। म जोतको भ्लगिङ हो यो। हल्का यो मैले केही थाहा छैन, म कहाँदेखि सुरु गरौँ। मैले त्यत्तिकै भ्लगिङ गरेर हो कि के हो क्यान त्यान हो। अनि यस्तो ट्र्याक्टर हिँडिन्छ यार बिचमा। यस्तो ट्र्याक्टर हिँड्ने हो। म सिसावाला कोठामा छु अहिले, भेट्ने हो सिसावाला कोठा। यस्तो छ हाम्रो रहेको छ सिसावाला कोठा। टक लाएर अब बेडसिट ढालेर ल यो हाम्रो यो मेरो कोठा होइन है। मेरो कोठा हुन त हो, तर म बुझ्दैन यो कोठामा। किनभने जुन कोठामा बस्दा पनि हुन्छ फरक हुँदैन क्या, कोही पनि हुँदैन। हेर यहाँ जहाँ बसेबाट भ्लगिङ भएको छ केही छैन, त्यही नै हो। चटेलार बेडसिट मिलाएको छ होइन। अब चार्जर त्यहाँ छ होइन। अब यो चाहिँ हाम्रो सबभन्दा क्या, भन्दा पनि नभन्दा पनि यस्तो खतरा हो क्या यो। पर्दा देखिरहेको छ नि पछाडि हो, त्यो पर्दा मैले केही होइन, यो केही भन्नेवाला छैन, पर्दा मात्रै हेर मात्रै भने है। अनि यो कोठा चाहिँ कसको भन्ने विषय हो होला होइन। यो कोठा चाहिँ पाहुनालाई पनि हो, आफूलाई पनि हो। आफूलाई सुत्न मन लाग्छ, पाहुनालाई सुत्दै हुन्छ क्या। तर गरम महिनामा तल जाउँ माथि, जाडो महिनामा माथि हो, त्यही हो होइन। तर यहाँदेखि यस्तो राम्रो देखिन्छ नि, यहाँ पुरै सिसावाला छ कि। बाहिरबाट पनि देखाउँछु होइन, भित्रबाट अहिले हल्का फुल्का हो यो होइन। यो सिसा पुरै के यो खुल्या छ क्या हो। अरे यहाँनिर सिसा खुल्या रहेछ अहिले। यहाँनिर म त्यही भएर क्यापिङ किन छैन भन्छु, यहाँनिर किन क्यापिङ छैन भन्छु र राइट। अनि म सिसा खुल्या रहेछ, मैले थाहा नै थिएन कि को सुत्छ क्या थाहा। मैले आफू सुत्दैन म यहाँ, मलाई जहाँ मर्जी लाग्यो त्यस्तो दिन्छ ए भाएर हो त्यहाँ त्यहाँ पनि त दिन्छ। बिस्तार लगाइदिउ सक्यो हामीले नि उडाइदियो। भ्याकेसनमा के गरिरहेछस् भन्ने कुरा हो। भ्याकेसनमा के गरिरहेको छु आज भोलि भन्दाखेरि के होला त्यही हो, भेजा भन्ने होइन। तर आज चाहिँ यस्तै हावा लागिरहेछ। अब कपाल भाँसी त उड्ने कुरा हुन्थ्यो, कपालै छैन। उड्ला कसरी कपाल भएको हुन्छ यहाँ। पहिला कत्रो कपाल हुन्थ्यो, अब हातेमा अहिले चाहिँ भनेर केही समस्या छैन यहाँ। बल्ल क्या यो सिसा पुरै हल्दै गरे हुनाले त्यसलाई चाहिँ व्यवस्थापन यहाँ मैले यहाँ दिएको छु। यहाँ टेप लाएर यो पुरै सिसा हल्लाउँथ्यो कि, हावाले हल्लाउने मैले हेरै हुने के। अनि त्यो हल्का नराम्रो लाग्ने। अनि यहाँदेखि बवाल बवाल त्यो असोज हो कि कहिले 3 महिनामा हो यस्तो बवाल भ्यू आउँथ्यो त। आमा अर्को भ्यू आएको थियो पहिला भएन, त्यो बवाल आउँछ यहाँ सही थियो। जानिने भयो त हल्का घर हेर्न सक्नुहुन्छ हेर। पुरै मलाई एकछिन हेर्न मन लाग्यो। पानी चाहिँ कति रहेछ यो ट्याङ्कीमा, ए भरि रहेछ यहाँ पानी त। राइट बन्दाकोपीहरू भयो। अनि 32 इन्चीको टिभीको चाहिँ यहाँ कभर फाले रहेछ कि। 32 इन्चीको टिभीको उभो यो टिभी चाहिँ ल्यायो, कतिमा ल्यायो यहीँ लेख्छ होला डेट। फाइनल चाहिँ डेट लेख्छ नि कहाँ भएको अनि फल नलायो। लिचीको रुख चाहिँ भवाले लिची त अर्को पनि रोप्न मन थियो मलाई।
नजिकसम्म यो चाहिँ हाम्रो घर हो। त्यो पल्लो त्यो बारीको घर चाहिँ मलाई पहिला पहिला भएर युज गरेर उ त्यो अनि यहाँनिर ठ्याक्कै अगाडि पर्थ्यो होइन। यो ठ्याक्कैको उतापट्टि चाहिँ होइन के रहेछ मेरो हराम जाँदा बोका चाहिँ त्यो रहेछ कालो बोका। तपाईँले मेरो बोका जाँदा कालो बोका ऊ त्यहाँ छ त्यो त्यो हराम जाँदा मेरो बोका हो। मलाई पर्छ अरूलाई कसैलाई पता हाल्न खेल्यो यस्तो बोका रहेको छ भन्छ। अनि भनेर मिरर 3x60 वाला मिरर हो फेरि त्यो म सिसावाला देखाउँछु भनेको थिएँ भोलि त्यो कन्टेन्ट यहीँ रहेन त म बोला जस्तो हिँडिरहेको छु। म देखाउँछु सिसावाला छ किन मेरो पनि पहिला देखाएको थियो। अहिले सिसा चाहिँ फुटेको थियो फुट्या रहेछ यो सिसा के गरे होला यस्तो बोला जस्तो टाइट टाइट ओ हात च्याप्यो टाइट त्यो लाउनु पऱ्यो। यो पुरै हावाले पुरै यता ढकलिदिरहेछ कि क्या झोकारी रहेछ है। नपता मलाई पताएन यार जान हो अलि माग भे हेर्छ अरे अनि म च्यापे बत्तै साप बत्तै साप आएन बिल्कुल आएन। यो चराहरू उडिरहेको छ। अनि यता चाहिँ हाम्रो 3D डिजाइनमा चाहिँ घर बनेको छ। ऊ त्यो सेतो घर ऊ त्यो हो त्यति त्यहाँ घर बनिरहेछ। यहाँबाट हेरिरहेको छु चाहिँ डिजाइन बगाल बगाल छन्। घर चाहिँ अगाडिका पहिला थिएन अहिले भएको चाहिँ त्यही नै हो होइन। आज हल्का देखाइदिउँ कि यता यता घर देखेर आउन पनि सक्छ कि त मैले बाटामा हिँड्ने मान्छे भयो होइन। यो रामपुर जाने बाटो भयो रामपुर जाने बाटो यो जता जाने बाटो अब त्यही नै हो भ्लगलाई ल नराम्रो नमान्नु। तर यो भ्लगमा मैले केही थाहा पाएन त्यो कसरी बनाइरहेको छु मलाई पनि थाहा आएन कि त्यो भ्लग हो कि होइन मलाई पनि थाहा आएन है। लगाइदिनु अब भ्लगै भनौँ होइन किन इज्जत नगरिदिने र होइन। अब त्यो जीवनमा बनाएँ होइन मैले किन जोरलो बोलिरहेको छु कि हिँड्दै हो किन मलाई आफैले थाहा छैन म के बोलिरहेको छु भनेर। लगाइदिनु जो नयाँ हुनुहुन्थ्यो यो च्यानलमा त्यहाँले सब्सक्राइब हाल्नु सक्नु भएको छ मलाई पनि थाहा छ। जो हुनुहुन्न नि त्यहाँले सब्सक्राइब हाल्नु होला लाइक कमेन्ट गरिदिनु होला।